प्रबन्धन गर्न सक्दैनौँ। उहाँ पर्यटन मन्त्री हुँदै गर्दाखेरि बाजुरामा पनि तपाईँको प्लेन नचल्दै गर्दाखेरि मान्छे छटपटिएर रोइरहेको अवस्था थियो। अहिले नियमित हामीले चाहिँ हप्तामा 3-4 दिन तालचामा, बाजुराको कोल्टीमा, डोल्पामा, हुम्लामा हामीले नियमित नेपाल एयरलाइन्सको जहाज 7 दिन नेपालगञ्जको स्टेसनमा हुने गरी र केही दिन सटल सुर्खेत हुने गरी हामीले व्यवस्थापन गरेका छौँ। यो म अनिलले मात्र गरेको होइन, यो तपाईँहरू सम्पूर्णको आवाज हो, सङ्घर्ष हो। यो तपाईँहरूले दिएको जुन एउटा चाहिँ अभिव्यक्ति थियो त्यसको परिणाम हो। तपाईँहरूले जुन किसिमको एउटा चाहिँ मलाई गर है भनेर चेतावनी दिनुभएको थियो त्यसको आज यो परिणाम हो, त्यसको रिजल्ट हो। त्यस कारणले गर्दाखेरि जो जति पनि यहाँ उपस्थित हुनुहुन्छ, खत्यारको समग्र विकासका लागि हामी एकबद्ध भएर अगाडि बढ्नेछौँ। र इलाका प्रशासन उद्घाटन कार्यक्रममा आज मैले यहाँ तपाईँहरूकै अगाडि हाम्रो गृह मन्त्रालय प्रशासन महाशाखाका प्रमुखज्यूलाई मैले लिएर आएको छु। उहाँलाई मैले भूगोल देखाउँदैछु। हामीले तत्कालै अस्ति भर्खरै हामीले रोबामा पनि पहिलोचोटि तपाईँको चाहिँ प्रहरी चौकी स्थापना गरेका छौँ र यसका लागि म फेरि पनि सिडिओ साहबलाई र त्यहाँको जिल्ला सुरक्षा को टिमलाई र त्यहाँको नगर टिमलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरूले त्यो निर्णय गरेर पठाउनु भयो र हामीले 2700, मलाई जहाँसम्म लाग्छ 2768 कति बेलामा पहिलो पटक त्यो रोबाको प्रहरी चौकी मात्र तपाईँको स्थापना भएको थियो। त्यसका लागि हामीलाई श्रेय चाहिँदैन, हामी काम गर्छौँ। हामी बोल्दै गर्दा एउटा कुरा के राख्नुपर्छ भने मनमा कुनै पनि कुराहरू समाजका हितका लागि छ कि व्यक्तिगत स्वार्थका लागि छ भन्ने कुरा हेक्का राख्नुपर्छ। र म फेरि पनि यहीँबाट चेतावनी दिन चाहन्छु, जो जति पनि ठेकदारहरू यहाँ हुनुहुन्छ अलपत्र पारेर बसिराख्नु भएको छ उहाँहरूलाई पनि हेक्का होस्। त्यो हेर्नुहोस् त, त्यो स्वास्थ्य भवनको अवस्था हेर्नुहोस् त, इजरघाट यहाँको कहिले बन्ने हो? तपाईँहरू यहाँ हुँदै गर्दा त्यो बन्नु पर्दैन। जनताले कहिलेसम्म सेवा पाउने, नपाउने, कहिले सेवा पाउने? हामीले यो हाम्रो भूमि हो, हाम्रो दायित्व हो, हाम्रो कर्तव्य हो। यहाँ कोही कसैले बनाएन भने कठालो समातेर ल्याएर घिसारेर बनाउनु पर्छ र जन कारबाही पनि गर्नुपर्छ। जबसम्म यो हुँदैन, जबसम्म हामीले गर्दैनौँ तबसम्म यो हाम्रो खत्याड बन्दैन। यति कुरा ढुक्क भयो हुन्छ। सधैँ हामीले झोला बोकेर काम छैन, विचारको झोला बोक्नुहोस्। र अर्को कुरा, यो इलाका प्रशासनको सन्दर्भमा मैले तपाईँहरू केही कुरा जोड्न चाहेँ। यो 23वटा इलाका प्रशासनको चाहिँ काम गर्ने भनेर योभन्दा अगाडिको केपी ओलीको सरकारले तपाईँको चाहिँ 23वटा इलाका प्रशासन कार्यालय बनाउनुपर्छ भनेर उहाँहरूले केही कुराहरूमा छलफल गर्नुभएछ। तलबाट डकुमेन्टेसनहरू मगाउनु भएछ। मगाइसकेपछि त्यहाँ केही इलाका प्रशासन कार्यालयहरूको विवाद भएछ र मलाई स्मरण छ उपाध्यक्षज्यू अध्यक्षज्यू यही हुनुहुन्छ र रामबहादुर राउत कहाँ हुनुहुन्छ। उहाँले गृहमन्त्री, त्यतिखेरको गृहमन्त्रीलाई उहाँले उहाँको निवासमा एउटा प्रश्न गर्नुभएको थियो, इलाका प्रशासन कार्यालय कहिले बन्ने भन्दाखेरि उहाँले मजाले झपार्नु भयो र बाहिर आएर केही हाम्रा मन्त्रीले पनि उहाँलाई गाली गर्नुभएको थियो। त्यो कुरा पनि मैले तपाईँलाई स्मरण गर्न चाहन्छु, गराउन चाहन्छु। उहाँले प्रश्न राख्दै गर्दाखेरि अध्यक्षज्यू यही हुनुहुन्छ, झुटो बोल्न पाइँदैन, जनताका अगाडि झुटो टिक्दैन। उपाध्यक्षज्यू पनि यही हुनुहुन्छ। उहाँले त्यो इलाका प्रशासन कार्यालय बन्नुपर्छ, हाम्रो भवन राखिदिनु पर्यो, हजुर सरी हाम्रो चाहिँ यो प्रस्ताव राखिदिनु पर्यो, खत्याडलाई चाहिँ एकदम आवश्यक छ भन्दै गर्दाखेरि तत्कालीन गृहमन्त्रीले उहाँलाई गाली गरेको कुरा, मेरै आँखा अगाडि उहाँले गाली गरेको कुरा म तपाईँलाई पनि स्मरण गर्न चाहन्छु। कोही मान्छेले हाम्रै पालिकाका अध्यक्ष उपाध्यक्ष हाम्रा मन्त्रीका अगाडि कोही मान्छेले हामीलाई सेवा चाहियो, हामीलाई गरिदिनु पर्यो भन्दै जाँदाखेरि गाली गर्नुपर्ने अवस्था त्यतिखेर थियो। अहिले जानुहोस् त, सेवा माग्नुहोस् त। कुनै पनि मन्त्रीले कुनै पनि सरकारी तहले तपाईँलाई गाली गर्दैन, तपाईँलाई सल्लाह सुझाव, उचित सल्लाह सुझाव दिएर तपाईँलाई फर्काउँछ। यो हो सुशासन, यो हो परिवर्तन भनेको। र त्यसपछि 23वटा इलाका प्रशासन कार्यालय प्रस्ताव भइसकेपछि उहाँहरूको क्याबिनेटमा नगइकन समितिमा फिर्ता भएको थियो। समितिमा निर्णय नभइसकेपछि तपाईँको चाहिँ जेनजी आन्दोलन भयो। जेनजी आन्दोलन भइसकेपछि सबै फाइलहरू चले, फेरि अब यसलाई रिभाइभ गर्नुपर्ने भयो। अनि तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्याल आउँदै गर्दाखेरि म आफै गएँ। रामेश्वर दङ्गाल हुनुहुन्थ्यो त्यहाँ गृह सचिव। उहाँलाई मैले भने हेर्नुहोस्, मेरो एजेन्डा मैले मेरो ठाउँ बनाउने हो, मेरो ठाउँका लागि आएर कोही कसैले बोल्दैन, हामी सबैले आफ्नो ठाउँको लागि बोल्नुपर्छ भन्दै गर्दा मैले भने कतिवटा इलाका बनाउने, के गर्ने, बजेट छैन भन्दै गर्दा किन छैन, ओएनएम दरबन्दी स्वीकृत गर्दै गर्दा त्यो क्षणमा हामीले अन्तबाट राज्यलाई आर्थिक दायित्व नथपिने गरी
अन्तबाट दरबन्दी मिलान गरेर बनाउनुपर्छ हजुर। मैले भन्दै गर्दाखेरि सबभन्दा बढी कहाँको गर्ने, दुर्गमको गर्ने, डोल्पाको धो होइन, बाजुराको कोल्टी, कालीकोटको राजकोट, मगुको हतियार लगायत यी क्षेत्रहरूमा, अनि ताप्लेजुङ हाम्रो सङ्घसभातिरको केही भूभागहरू दुईवटा चाहिँ बाहिर राखेर हामीले अधिकांश सुदूरपश्चिम र कर्णालीकालाई चाहिँ हामीले आवाज उठायौँ। उठाइसके पश्चात त्यो हाम्रो निरन्तर एक दुई महिनाको सङ्घर्षपछि हाम्रो कालीपराजुली यहाँनिर हुनुहुन्छ। अहिले उहाँले पनि बोल्नु नै हुनेछ। उहाँसँग म गइसकेपछि दाइ हाम्रो देश यस्तो समस्या भयो, हामीले तत्काल इलाका प्रशासन कार्यालय खोल्नुपर्नेछ। मैले देखिरहेको हुन्छु त्यो बाटोमा मान्छे रुँदै गरेर बमगढी पुगेर फेरि खत्यार गाउँपालिका आएर 2 दिनसम्म त्यो फेरि सिफारिस सच्याएर फेरि जिल्ला पुगेको घटनामा तपाईँलाई स्मरण गर्न चाहन्छु।